Pizza, Barça, Messi, Ronaldo and the team. Dieting हो क्या? अबे साले. Oh my God! Hello guys, welcome to new vlog. सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा. आज पनि अब हामीहरु चाहिँ राघव म यहाँ हाम्रो केटाहरु सबैजना यहाँनिर छ है. अँध्यारोमा मतलब धेरै कालो छ कि यिनीहरु बत्ती नबालुन्जेल देख्दैन. जो काला इंसान होते हैं वो बहुत दिल के साफ होते हैं. अनि हैन त्यसपछि उता गाडी आयो पछाडिबाट हाम्रो चाहिँ उता स्कुटी आएको छ तिनीहरुको चाहिँ चेन फुस्के छ रे के भयो ल हेर्नुस् है गाइस बनाइसकेको यहाँ केटाहरु यहाँ चाहिँ यो लोयल प्रो म्याक्स यस अनि यो लाटो लोटा अनि यो चाहिँ उ हाम्रो बाउन दोष भयो हेलो बिचा बार्चा मेसी अनि यहाँ चाहिँ हाम्रो सुमन रोनाल्डो हैन त रोनाल्डो हैन त तिमी चाहिँ हाम्रो स्कुटी हाम्रो स्कुटी ल गाइस अब हामी चाहिँ जाँदैछौँ अब चल्छ हाम्रो स्कुटी लेट्स गो हाम्रो काले काले केटाहरु चाहिँ देखा छैन गाइस स्वागत नहीं करोगे हमारा मलाई कुकुरले डर लाग्नु छोडिसक्यो क्या अब मेरो साथीहरु नै कुकुर हो यो भुग्ने कुकुर मेरो साथी हो अच्छा मेरो साथी कुकुर हो साइकल ल है त मान्छे लकडाउन राघव बाउन यस आई एम अ बाउन ओके ल अब हामी फाइनली यहाँ भाइको घरमा आइसकेका छौँ हेत्तेरीको नदेखाउनु न भिडियो बक्सर लगाउनु थाल्दा चाहिँ सातो गयो मेरो त फेरि पछाडि बोइनिङ कराइरहेको थिएँ कि म त्यो पछाडिबाट कहाँबाट कहाँ करायो भनेको त बोइनिङ हाई गर भाइ यो सुमन भाइको बोइनी हो लिटल गर सुमन भाइ यहाँनिर राघव आउने बित्तिकै बसिहाल्छ यहाँ हेर्नुहोस् है पछाडिपट्टि के लेखाएको छ मेसी 10 नम्बर ओ माई गड हाम्रो ह्यान्डसम अङ्कल अङ्कल बडी देखाइदिनु त बडी छैन भाइ ओ माई गड कस्तो ठुलो बडी छ यहाँ हेर्नुहोस् गाइज पाखुरा जिलोस हुन्छ मलाई अङ्कल देखेर चाहिँ हो रोनाल्डोको जर्सी खोइ त गु हो ए म त गु हो भने सुने कि नेगेटिभिटी के भन्नु भयो हेलो खाने एकदम इन्होंने वक्त बदल दिया करेन्ट चाउचो खाने को छोरो त्यहाँ उयो छ बिजी छैन गर्लफ्रेन्डसँग ओए प्रोफाइल पिक्चर ओए वालपेपर देखाउ त एकचोटि प्रोफाइल पिक्चर फेरि गाइज वालपेपर हेर्नु चाहिँ उसको अहिले म देखाउँछु तपाईँलाई ओए गर्लफ्रेन्ड रिभिल भयो तपाईँलाई थाहा छ तपाईँको छोरा के अरे वालपेपरमा गर्लफ्रेन्डको फोटो लाग्छ खै देखाउ त एकचोटि देखाउ त बुहारीको खाँचो घरमा कठै बरिल हो रे ऊ हो नि थाहा छ ठुलो भइसक्यो कस्तो इनोसेन्ट है अङ्कललाई त ओके होइन त सुमन भाइ देखाउनु पर्यो तिम्रो एकचोटि वालपेपर सबैलाई गर्लफ्रेन्ड रिभिल गरिदिनु पर्यो प्लिज सर मलाइका म्याम देखाउनु ल कहाँ हिँड्ने फेरि तिमी साइकल बोकेर हिँडेर जाउँ Meanwhile, लेकिन एक सेकन्ड हजुर मेरो पनि भाइरल बनाइदिनु ए हुन्छ नि त हाई गर्नु न meanwhile, करेन्ट लिएर चाहिँ हाम्रो लाउरे भित्र छिरिसकेको छ गाइस पहिला ए होइन नदेख्दो रहेछ यो चाहिँ सुमन भाइलाई गर्लफ्रेन्ड गिफ्ट हो क्या गाइस कहिले भने के अरे होइन यो चाहिँ सुमन भाइलाई कहिले दिएको भने अस्ति नै उयसको बेला दिएको कि बर्थडेको बेला फुल दिएको छ त्यही पनि पर्पल कलरको हेर्नुहोस् हजुर कस्तो के भयो के हो त्यो भने चाहिँ यो चाहिँ सुमन भाइको गर्लफ्रेन्डले दिएको गाइस यो अनि यो पनि सुमन भाइको गर्लफ्रेन्डले दिएको ए रोज पनि दिएछ यसलाई रोज भन्छ यसलाई भान्डा कलरको फुल भन्छ भान्डा कलरको फुल भन्छ रातो कलरको चाहिँ किन नदिएको रातो कलरको चाहिँ मतलब यस्तो हुन्छ कि मतलब रगत रातो हुन्छ त्यो खुन गरेको मान्छेले दिए जस्तो हुन्छ कि अच्छा
भाइले अनि यो चाहिँ किन रहेछ यो चाहिँ टेडी बियर के मायाले दिएको के अनि यहाँ रातो छ आहा पनि रातो रातो छ के हो? यो त गल्ती भयो यो त गल्ती भन्ने के साल खबर भाइ अनि एकदम ठिक आजकल गर्लफ्रेन्डसँग बोल्नु छोड्या छोडिसक्यो हालिदिउँ एक्लै ठिक छु म अब मेरो कोही होस् भन्ने छैन Meanwhile, भएछ त अनि अलिकति डन्डीफोर पनि आएछ है गाइज मेरो अनुहारमा हेर्नुहोस् यस्तो भएको छ ओइ के हो यो घाउ The most little baby, don't you cry. Everything's gonna be alright. Soon as we go for the baby, up to up, daddy said, oh, love you night. उता पनि छ जाऊ The my little baby, don't you cry. Everything's gonna be alright. जुत्ताको साइडमा किरा त्यसको जोडी गाइज मेरो अनुहारमा चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले यहाँनिर कुकुरले टोकेको यस्तो होइन यस्तो भएको के यो के भएको भने एउटासँग म सत्य बोलौँ कि झुट बोलौँ भन तिमी सत्य बोलौँ कि झुट बोलौँ दुईवाला चाहिँ झुट बोलौँ यो चाहिँ म चाहिँ गर्लफ्रेन्डसँग फाइट खेल्दाखेरि चाहिँ होइन मेरो गालामा कोथार दिएको गर्लफ्रेन्डले होइन होइन साँचो बोला यार यो चाहिँ म चाहिँ एउटा भाइसँग फाइट खेल्दाखेरि अनि त्यो भाइले चाहिँ यस्तो कि अब म त कराते म्याच त त्यो भाइले यस्तो हान्छ नि त अनि त्यो भाइको बिचरा नङले कोतार दिएको यहाँनिर त्यो भाइको नाम सुमन भाइ साकिब शाह साकिब शाह हो कि साकिब शाह हो त्यसले चाहिँ त्यो एउटा भाइले चाहिँ हेर्नु मेरो अलिकति मिस्टेक उयो सट्ट गरिदिएको या 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 के अरे गीत बिर्छु फेरि meanwhile, ल यो हान्दिउँ ल मिलेन नमिले नि साथ देऊ तिमीहरू पछाडि यो ल यो सुन यो गीत तिमीलाई सानो गुनासो अँध्यारो रोज्यो तिमीलाई होइन मैले गुमाएको तिम्रो त सबै इच्छा चाहना नै पुरा भयो गल्ती होइन कसैको नि भाग्यले हो जुराको बुझिन तिमीलाई दुःख पर्दा मलाई लाग्थ्यो हिँडेछ होला तिमी साह्रै कष्ट बोकेर गल्ती त सबको हुन्छ त्यसको मतलब त्यो होइन जानी पर्छ छोडेर या त्यो दिनदेखि माया धारै बस्न खोजेन कस्तो छ तिमीलाई के छ तिम्रो खबर जति सम्झिन्छौ नि तिमीले सम्झिरहेको छु त्यसको डबलसँगै बगिरहेको छ माया एउटै नभए नि बगर तिमी जस्तै सुन्दर छ रे भन्छन् तिमी बस्ने सहर थाहा छैन कहाँबाट शङ्खाको काँडा छिरिरहेछ तर तिमी बुझ्छौ तिमी बिना टुक्की निभिरहेछ नपर भ्रममा म टाढा हुन्छु तिमीबाट जस्तै कि गुल्ली यो छुट्टिन्न कहिले चिनीबाट सुक्खा छ जीवन तिमी पानी बनिदेऊ कहिले अँगालोमा बाँध कहिले काली गरिदेऊ खाली खाली राख्छ राज्य खोइ किन हो कुन्नी तिमी आऊ केही नसोची मेरो रानी बनिदेऊ माया ढुङ्गा खोज्दा देउता होइन हिरा खोज्दा मोती पाए लोभी होइन मन आफ्नै आँखा हुन्छ दोषी प्राय नसकेपछि थाम्न भार तिम्रो जवानीको ती तिम्रा चप्पलहरू उजुरी बोकी आए पछ्याउँदै छाया तिम्रो मनी अघि बढिरा माया छ भने के नै छ र धनी गरिबमा ऐना बनाइराख मलाई तिम्रो कोठाभित्र अनि देखाउ सबै भागको तिम्रो नकाब थरी थरीका डान्स गर The club is on the best place to find a love to the bar is where I go. Me and my friends at the table drinking fast and we talk slow. Come on, just me, I'll give you the chance. Now took my hand, stop, run a man on the jukebox, and we start to dance. Sing it out, go. Nepali गाउनुपर्छ नेपाली गाउनुपर्छ नेपाली ओइ बगार हुन्छ त आउँछ त दब्रे भान्छु म ल न्युमा पाइसे ए तेरिका तामाङ भाषा गाइस अघि चाहिँ एकदम खतरा बारिस भइसकेको थियो ए बारिस रे पानी परेर टेन्सन भइसक्यो गाइस स्कुटी भिजेको बाल भएन हामी घर पुग्नु पर्यो नि त र छिटो हामी चाहिँ करेन्ट चल खाइहाल्छौँ है गाइस छिटो बनाइहाल ल भाइ ल गाइस यो हो हाम्रो चाहिँ आजको डिनर
अरे सर गर्लफ्रेन्डसँग बोल्नु भा गर्लफ्रेन्डसँग बोल्नु सबै ल म त 2 सर्ट खाने टाप खस्ने पानी पर्यो गाइस पुरै बवाल छ गाइस टेस्ट चाहिँ यो टेस्ट चाहिँ यस्तो बवाल छ कि गाइस मलाई चाहिँ के लाग्यो भने हैन मुखमा नै के वर्ल्ड वार 3 चले जस्तो के डङ 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 पुरै के पुलेर गाइस ओ क्यामेरा खोल्नु दो हेलो बुहारी हेलो हेलो क्यामेरा खोल्नु न क्यामेरा खोल्नु न खोल्नु एकचोटि म एकचोटि टक्कर देखाइदिउँ न बुहारी हेलो ब्लगर हैन यसो लोकल ब्लगर हो के अलि हल्का फुल्का अनि होइन कि होइन मुखमा चाहिँ पुरै बम पड्के जस्तो भइसकेको छ गाइस पसिना छुटिसक्यो गाइस पसिना आइसक्यो तर केही हुँदैन यहाँ पुरा पसिनाको भन्दा नि बाहिर पानी परिरहेको छ हामीलाई घर छिटो पुग्नुपर्छ के फेरि कहाँ हामी बाबे खानु न खाऊ न खाऊ पानी चाहिँ बाहिर परिसकेको छ मेरो साथी यहाँनिर ढोकामा बसिरहेछ हेलो डाइटिङ हो क्या देखाउँछ ओ ल भाइले खायो के भने के भनेको गाइस यहाँनिर छ है हाम्रो यहाँनिर बगान उब्रा भाइ ल यहाँ चाहिँ गरौँ त ल बाई बाई ल ल ल बुहारी नानी खुसी भयो भेटेर ओइ अब ह्यान्ड चेक गरौँ ल टाढाबाट ल बाई बाई पानी परिसक्यो कि अति नै ल बहिनी ल बाई बाई ल नाइस टु मिट यु एभ्रीबडी बाई बाई बिस्तारै पछार लाग्यो ल है त गाइस ल बाउ दोस्रो म चाहिँ ओए ओए हुरुक हुरुक हुन्छ अहिले जाउँ बिस्तारै ल मलाई राखेको दोस्रो यहाँनिर हिँडिसकेको छु गाइस लेट्स गो वु बाई बाई एभ्रीबडी वेलकम दे ओ बाई बाई गुड नाइट है त गाइस पानी परेर चाहिँ हामी चाहिँ आइसकेको छौँ है माई गड गाइस हेर्नुहोस् पानी परेर चाहिँ हामी चाहिँ घर आइसकेको छौँ है ल बाई बाई पुरै गाडाङ गुडुङ गरिरहेको छ कि